नमस्ते एभ्रिवान। आजको भिडियोमा चाहिँ म तपाईँहरूलाई एकदमै पपुलर एन्ड बिगिनर फ्रेन्डली डिजाइन टुल क्यानभाको बारेमा चाहिँ सिकाउन गइरहेको छु। यो चाहिँ एउटा अनलाइन प्लेटफर्म हो जसमा चाहिँ तपाईँहरूले ग्राफिक्स, प्रेजेन्टेसन्स, पोस्टर्स, रेज्युमे अनि सोसियल मिडिया पोस्टहरू चाहिँ एकदमै सजिलै बनाउन सक्नुहुन्छ। सो अब चाहिँ हामी क्यानभा स्टेप बाई स्टेप सिकौँ है त। ल पहिला क्यानभा एक्सेस गर्न चाहिँ हजुरहरूले कुनै पनि एउटा ब्राउजर खोलेर canva.com मा जानुपर्ने हुन्छ। म चाहिँ गइसकेँ र अब लगइन गर्न गइरहेको छु। उम्, यदि हजुरहरूले लगइन गरिसक्नु भएको छ भने चाहिँ यो स्टेप हजुरहरूले दोहोऱ्याउनु पर्दैन। ल अब चाहिँ मेरो क्यानभा पनि खुलिसकेको छ, हेर्न सकिन्छ। म चाहिँ एकदम होम स्क्रिनमा आइसकेको छु। अनि होम स्क्रिनमा चाहिँ यसले मलाई थुप्रै जस्तो इमेल, प्रेजेन्टेसन, सोसियल मिडिया, भिडियो, डक, व्हाइट बोर्ड थुप्रै कुराहरू चाहिँ यसले देखाइसकेको छ। यी कुराहरू चाहिँ हामीले यहाँबाट सजिलै बनाउन मिल्छ। हामीले सबै स्क्रैचबाट पनि बनाउनु पर्दैन। हामीसँग धेरै टेम्प्लेटहरू चाहिँ क्यानभाले नै प्रोभाइड गरेको हुन्छ। हामीले यहाँ हेर्न सक्छौँ, यहाँ धेरैवटा टेम्प्लेटहरू चाहिँ यसले हामीलाई दिएको छ। अब जस्तो मलाई एउटा प्रेजेन्टेसन बनाउनु पर्यो भने चाहिँ म यो प्रेजेन्टेसनको टेम्प्लेटमा जान्छु। मैले आफै सुरुदेखि ब्ल्याङ्कबाटै पनि बनाउन मिल्छ, अथवा मैले अरूले बनाएर राखेको डिजाइनमा चाहिँ मैले चेन्जेसहरू गरेर आफ्नो एड गरे मात्रै पनि पुग्छ। ल मलाई चाहिँ उयो हेर्दाखेरि ठिकै लाग्यो। म चाहिँ यो युज गर्न यो एउटा ध्यान राख्नुपर्ने कुरा चाहिँ के हो भन्दाखेरि हामीले चाहिँ अहिले फ्री भर्जन युज गरिरहेको छौँ। त्यसैले चाहिँ हामीले यहाँ यस्तो लोगो देखाएको चाहिँ हामीले प्रो भर्जनबाट मात्र एक्सेस गर्न मिल्छ। त्यसो भए म चाहिँ उयो एक्सेस यो टेम्प्लेटलाई चाहिँ युज गर्न गइरहेको छु। र मैले त यो टेम्प्लेटमा चाहिँ धेरैवटा कुरा चाहिँ पहिल्यैदेखि नै इन्क्लुडेड छ। मैले यस्तो सबै बनाइरहनु पनि परेन। अब चाहिँ अब मलाई अब यो एडिटहरू गर्नु पर्यो भने चाहिँ मैले कुन चाहिँ एलिमेन्ट एडिट गर्नुपर्ने हो त्यसलाई क्लिक गरेर चाहिँ अब मैले यहाँ कन्टेन्ट चेन्ज गर्न मिल्छ। जस्तो मैले अब यो क्यालेन्डरलाई क्यानभा वर्कसप भनेर लेखिदिएँ। अब यो अलिकति नमिलेको जस्तो भयो। मैले यसलाई अलिकति तन्काउन पनि मिल्छ। यस्तो गऱ्यो भने यो तन्किन्छ पनि। अलि यसलाई यताउता माथि तल सार्नु पर्यो। यो पोजिसन यसको चेन्ज गर्नु पर्यो भने चाहिँ हामीले यसलाई ड्र्याग गरेर तल माथि जता पनि लान मिल्छ। अनि अब मलाई चाहिँ यसको फन्टहरू चेन्ज गर्नु पर्यो। यसको फन्ट साइजहरू, कलरहरू चेन्ज गर्नु पर्यो भने चाहिँ हामीले यहाँ एउटा माथि टुल बार देख्न सक्छौँ। यहाँ चाहिँ हामीले यो फन्टहरू आफूलाई चाहिएको अनुसार, जस्तो मलाई यो फन्ट चाहियो भने अथवा यो आफूलाई चाहिएको अनुसारको चाहिँ हामीले फन्टहरू युज गर्न मिल्छ। मलाई यसको चाहिँ अब साइज घटाउनु पर्यो भने चाहिँ मैले यहाँबाट घटाउन सक्छु, अथवा मैले यहाँ कलर चेन्ज गर्नु पर्यो भने यहाँबाट गर्न मिल्यो। जस हामीलाई माथिको टुल बारमा चाहिँ सबै कुरा अभाइलेबल हुन्छ। अब यो क्यापिटल स्मल गर्ने हो कि अलाइनमेन्ट पनि यहीँबाट मिलाउन मिल्छ। लिस्टहरू बनाउनु पर्यो भने पनि। अनि यहाँ चाहिँ हाम्रो लेटर स्पेसिङ भनेको चाहिँ यो दुईटा लेटरहरूको बिचमा चाहिँ ग्यापहरू इन्क्रिज गर्नु पर्यो भने, अथवा यो दुईटा लाइनको बिचमा चाहिँ ग्याप इन्क्रिज गर्नु पर्यो भने सबै कुरा चाहिँ हामीले यहाँबाट गर्न मिल्छ। अब जस्तो मलाई यहाँ गर्दा गर्दै यो डिजाइन चित्त बुझेन, टेम्प्लेट चित्त बुझेन, म अर्को टेम्प्लेट युज गर्छु भन्न पनि यहाँबाट मिल्छ। जस्तो मलाई अब यो डिजाइन चित्त बुझेन, अब म चाहिँ अर्को कुनै डिजाइन, अथवा मलाई हजुरलाई खोज्न झ्याउ लाग्यो भने यहाँबाट सर्च पनि गर्न मिल्छ। ल हेर्नु है त, यहाँ आइसकेको छ मैले खोज्दाखेरि। म चाहिँ अब यो एकचोटि हेर्न गइरहेको छु। मलाई यो ठिक लाग्यो भने चाहिँ मैले एप्लाई अल गरेँ भने चाहिँ यो सबै हाम्रो प्रेजेन्टेसनको टेम्प्लेट नै चेन्ज भइसकेको छ।
हजुरहरूले हेर्न सक्नुहुन्छ पछाडिहरू पनि नयाँ-नयाँ अ, पेजेसहरू थपिएको छ। ल अब चाहिँ हामी अर्को एलिमेन्ट्स भन्ने सेक्सनमा जाऊँ। यो एलिमेन्ट्स भनेको चाहिँ एउटा फन्डामेन्टल बेसिक बिल्डिङ ब्लक जस्तै हो। अब मलाई चाहिँ एलिमेन्टमा चाहिँ अब के पर्छ जस्तो अब यहाँ हजुरहरूलाई सेप्सहरू हुनसक्छ, कुनै ग्राफिक्सहरू हुनसक्छ, फोटोज हजुरहरूले यस्तो यो अब इलस्ट्रेसन्सहरू हुनसक्छ, फ्रेम्सहरू हुनसक्छ। यो चाहिँ हजुरहरूले यो सेक्सनबाट चाहिँ लिन मिल्छ। जस्तो मलाई अब एउटा अ, मलाई यो पेजमा चाहिँ एउटा सर्कल हाल्नु पर्यो अरे भने चाहिँ मैले अब यो सर्कललाई चाहिँ अब यसरी इन्सर्ट गर्न मिल्छ र आफूलाई चाहिएको ठाउँमा राख्न मिल्छ। ल यहाँ मैले यस्तो बनाउन लागेँ। हुनु त मैले हेर्दा आफ्नै छुट्टै यसलाई डिजाइन पनि बनाइदिइसकेँ। यो चाहिँ यस्तो थिएन मैले आफै नै अब मलाई यस्तो हजुरहरूलाई जस्तो मन लाग्छ त्यही अनुसारले डिजाइनलाई चेन्ज गर्न मिल्छ। अब मलाई चाहिँ यसको कलर चेन्ज गर्नु पर्यो भने चाहिँ अब यहाँ माथि यो टुल बारमा चाहिँ हामीले अ, विभिन्न अप्सन्सहरू देख्न सक्छौँ। त्यहाँबाट हामीले चाहिँ अ, आफूलाई चाहिएको अनुसार डिजाइन चेन्ज गर्न मिल्छ। अब हजुरहरूले यो सबै आफै एक्सप्लोर गर्न सक्नुहुन्छ। यो स्ट्रोक भनेको चाहिँ बाहिर एउटा बोर्डर जस्तो एड गरिदिन्छ यसले। अनि यो पछाडि देखिएको चाहिँ प्रो भर्जनमा मात्रै मिल्छ। यो चाहिँ ब्याकग्राउन्ड रिमुभ गर्ने हो र यो पनि ब्याकग्राउन्ड रिमुभर नै हो। यसै गरी हामीले चाहिँ अब सब यो चाहिँ ल म हजुरहरूलाई यसको पनि थोरै देखाइहाल्छु। यसमा चाहिँ हामीले फोटोजहरू इन्सर्ट गर्न मिल्छ र फोटोजहरू चाहिँ यही सेपभित्र बस्छ। जस्तो मैले अब एउटा फोटो अपलोड गर्न लागेँ भने चाहिँ मैले यो फोटो चाहिँ यसमा भित्र लिएर आएँ र मैले यहाँ हालेँ भने चाहिँ यही सेपभित्र चाहिँ त्यो फोटो आएर बस्छ र हामीले फोटो चाहिँ अब मैले यो हटाइदिएँ। ल यसको ठाउँमा यो यसरी राख्न मिल्छ। हजुरहरूले पनि यो आफै ट्राई गर्नु होला। अब हामीसँग यस्तै स्टिकर अडियोहरू पनि हाल्न मिल्छ, धेरै कुरा हाल्न मिल्छ। अनि अब हाम्रो अर्को सेक्सन भनेको चाहिँ टेक्स्ट रहेको छ यसमा। टेक्स्टमा चाहिँ अब हामीले चाहिँ अब फरक फरक किसिमको टेक्स्टहरू चाहिँ हामीले हाल्न मिल्छ। एउटा मलाई सब हेडिङ चाहियो भने चाहिँ अब यहाँ माथि राख्नु पर्ला एउटा कुनै सब हेडिङ, यहाँ माथि अर्को हेडिङ राख्नु पर्ला। हजुरलाई आफ्नो आफूलाई चाहिएको आवश्यकता अनुसार हजुरहरूले चाहिँ आफै राख्न सक्नुहुन्छ यो सबै कुराहरू। अनि हजुरहरू अघि मैले फोटो अपलोड गरेर त देखाएँ, तर फेरि हजुरहरूलाई चाहिँ फोटो अपलोड गर्न मन छ, आफ्नो ल्यापटपमा भएको फोटोहरू हाल्न मन छ भने चाहिँ हजुरहरूले यहाँबाट यो अपलोड भन्ने सेक्सनमा आउन सक्नुहुन्छ र त्यहाँ गएर अपलोड फाइल्स भन्ने सेक्सनमा गएर चाहिँ हजुरहरूले आफ्नो चाहिएको फोटोहरू चाहिँ अपलोड गर्न सक्नुहुन्छ र त्यो चाहिँ यसमा देखाउँछ। ल अब चाहिँ हामी कसरी यो प्रेजेन्टेसनलाई चाहिँ हामीले धेरैजना एउटै प्रेजेन्टेसनमा काम गर्नु पर्यो भने चाहिँ कसरी गर्न मिल्छ चाहिँ त्यो हामी हेरौँ। जस्तो यहाँ माथि एउटा सेयर भन्ने बटन छ। अनि यदि हजुरहरूको कसैले साथीभाइ अथवा कसैलाई यो प्रेजेन्टेसनसँग एडिट गर्नलाई एक्सेस दिनुपर्ने छ भने चाहिँ हजुरले यहाँ आएर चाहिँ त्यो इमेल यहाँ हाल्न सक्नुहुन्छ र त्यो मान्छेलाई पनि अ, यो प्रेजेन्टेसन एडिट गर्न मिल्ने एक्सेस जान्छ। हजुरहरूले अब लिङ्क बनाएर पनि पठाउन मिल्छ अथवा यहाँबाट डाउनलोड पनि गर्न मिल्छ प्रेजेन्टेसन। जो पिडिएफमा पनि डाउनलोड गर्न मिल्छ। पिपिटिएक्स धेरैवटा फाइल टाइपमा चाहिँ यो डाउनलोड गर्न मिल्छ। अब चाहिँ थोरै हामी क्यानभामा भएको एआई फिचर्सको बारेमा पनि एकचोटि एक्सप्लोर गरौँ। हामीले चाहिँ यहाँ होम पेजमा जाँदाखेरि चाहिँ यहाँ एउटा क्यानभा अथवा एआई अथवा यहाँ पनि एउटा क्यानभा एआई भनेर चाहिँ देख्न सक्छौँ। यो चाहिँ क्यानभाले रिसेन्टली लिएर आएको एआई फिचर हो।
यसमा चाहिँ हामीले म्याजिक राइट, म्याजिक डिजाइन जस्तो पावरफुल टुलहरू चाहिँ हामीले देख्न सक्छौँ। जसले गर्दाखेरि चाहिँ हाम्रो टेक्स्टबाट नै यसले चाहिँ डिजाइन गरिदिन्छ। हामीलाई धेरै दुःख पनि गर्न पर्दैन। अब चाहिँ मैले चाहिँ एउटा डिजाइन बना भनेर चाहिँ यसले क्यानभा एआईलाई भन्न गइरहेको छु। अ, मैले चाहिँ यसलाई एउटा इभेन्ट पोस्टर एआई वर्कसपको लागि बना भनेर चाहिँ यसलाई मैले एउटा प्रम्प्ट दिएको छु। हजुरहरूले ख्याल राख्नुपर्ने कुरा चाहिँ के हो भन्दाखेरि हजुरहरूले जति राम्रोसँग स्पेसिफाई गर्न सक्नुभयो हजुरको प्रम्प्टमा त्यति नै राम्रो चाहिँ डिजाइन हजुरहरूले पाउन सक्नुहुन्छ। उम्, यहाँ हेर्न सक्छौँ हामीले चाहिँ केही सेकेन्डमा चाहिँ यसले एउटा पोस्टर चाहिँ बनाइदिइसकेको छ। एउटा होइन थुप्रैवटा बनाइसकेको छ। यो हामीलाई चाहिँ जुन राम्रो लाग्छ त्यही अनुसार चाहिँ हामीले एडिट पनि गर्न मिल्छ यसलाई। मलाई चाहिँ यो अलिकति राम्रो लाग्यो। म चाहिँ यो सिलेक्ट गर्न गइरहेको छु र यहाँ युज क्यानभा एडिटर गर्नुभयो भने चाहिँ हजुरहरूले यो आफ्नै ढङ्गले यसलाई एडिट गर्न मिल्छ। ल हेर्नु है त मलाई सपोज अब यो एआई चाहिँ अलिकति माथि चाहियो, वर्कसप पनि अलि माथि चाहियो, कलर पनि चेन्ज गर्नु पर्यो, कलर अथवा फन्टहरू चेन्ज गर्नु पर्यो भने चाहिँ मैले अब अघि जस्तो गरेको जसरी नै हामीले सबै मोडिफाई गर्न मिल्छ। हेर्नु है त मैले केही नगरिकन एउटा टेक्स्टबाट यत्रो सबै जेनेरेट गराइसकेको छु। अब म हजुरहरूलाई अर्को एउटा फिचर देखाउन गइरहेको छु ल। हामीसँग चाहिँ एउटा म्याजिक राइट भन्ने फिचर छ। अब सपोज मलाई यहाँ एउटा केही म यहाँ एउटा टेक्स्ट बक्स हाल्न गइरहेको छु। यो टेक्स्ट बक्समा चाहिँ अब मलाई के लेख्ने भनेर थाहा भएन। अब म चाहिँ यहाँ म्याजिक टेक्स्टमा चाहिँ गएर अथवा यहाँ हजुरहरूले यहाँ पनि गर्न मिल्छ, यहीँबाट पनि गर्न मिल्छ। म्याजिक राइटमा गएर चाहिँ यहाँ के हजुरहरूले चाहिँ राइट अ क्याप्सन फर एआई वर्कसप भनेर लेख्नुभयो भने चाहिँ ल हेर्नु है यसले आफै अनलक द फ्युचर डाइभ इन्टु यस्तो भनेर चाहिँ देखाइसकेको छ। अनि हामीले यो रिप्लेस गऱ्यौँ भने चाहिँ योबाट सजिलै यो टेक्स्ट चाहिँ हामीले यहाँ रिप्लेस गरिसकेको छौँ। अब यसलाई मैले हल्का ठुलो बनाउन गइरहेको छु। अब यसलाई मलाई यो पनि अलिकति चित्त बुझेन, यसलाई अझै मोडिफाई गर्नु पर्यो भने चाहिँ यहाँ हजुरहरूले धेरै कुरा देख्न सक्नुहुन्छ। रिराइट पनि गर्न मिल्यो, फिक्स स्पेलिङ गर्न मिल्यो। कन्टिन्यू राइटिङ भनेको चाहिँ यो अलिकति सानो भयो, यसलाई एक्सपान्ड गर्नु पर्यो, अलिक ठुलो प्याराग्राफ बनाउनु पर्यो भने चाहिँ कन्टिन्यू राइटिङ गर्न मिल्छ। सर्टन भनेको चाहिँ घटाउन मिल्छ, यो ठुलो भयो भने। जस्तो मैले यसलाई कन्टिन्यू राइटिङ गरेँ भने चाहिँ ल हेर्नु है यसले कत्रो ठुलो दियो है। अब यो चाहिँ मलाई अहिले चाहिएको चाहिँ छैन तर हजुरहरूलाई मैले देखाउन मात्रै यो गरेको छु। अब मैले यसलाई सर्टन गरेँ भने चाहिँ फेरि यसले सानो बनाइदिइसकेको छ यसको लागि। ल अब यो चाहिँ मैले अहिलेलाई डिलिट गरिदिएँ। हजुरहरूले आफ्नो आवश्यकता अनुसार चाहिँ यो गर्न सक्नुहुन्छ। अर्को पनि एउटा के राम्रो फिचर छ भन्दाखेरि एआई फिचर चाहिँ अ, हामीसँग चाहिँ इमेज जेनेरेसनको एआई फिचर छ। जस्तो मलाई एउटा इमेज चाहियो भने चाहिँ मलाई अब एआई वर्कसप सम्बन्धी एउटा इमेज चाहियो भने चाहिँ हामीसँग त्यो इमेज अभाइलेबल नहुन पनि सक्छ। अब मैले चाहिँ अ, जस्तो अ, अब मैले चाहिँ यसलाई इमेज जेनेरेट गर भनेर भने एउटा एआई वर्कसपसँग रिलेभेन्ट हुने खालको इमेज जेनेरेट गर भनेर भने मैले यसलाई। यसले चाहिँ अब जेनेरेट गरिरहेको छ। हजुरहरूले नत्र यता अरूतिर यो क्यानभाले प्रोभाइड गरेको इमेजहरू पनि यो युज गर्न त सकिहाल्नुहुन्छ।
यो इमेज जेनेरेट हुन्जेल चाहिँ म हजुरहरूलाई एउटा चाहिँ के टिप दिन चाहन्छु भन्दाखेरि चाहिँ क्यानभा एआई राम्रोसँग युज गर्नलाई चाहिँ हजुरहरूले चाहिँ प्रम्प्टमा राम्रोसँग एउटा इन्टेन्ट देखाएर मलाई के चाहिएको हो कस्तो पोस्टर चाहिएको हो कि प्रेजेन्टेसन चाहिएको हो कि डिजाइनको टाइप कस्तो हुनपर्छ त्यस्तो सबै स्पेसिफाई गर्दा चाहिँ राम्रो हुन्छ। अनि धेरैवटा फिचर्स जस्तो यो म्याजिक राइट, म्याजिक डिजाइनहरू सबै कम्बाइन गर्नुभयो भने पनि हजुरहरूलाई एकदमै सजिलो हुन्छ। यहाँ के सानो एरर देखाइरहेको छ। ल हामीले हेर्न सक्छौँ यहाँ चाहिँ इमेजहरू आइसकेको छ। मलाई चाहिँ अब यो ठिक लागिरहेको छ र मैले चाहिँ यो इमेजलाई चाहिँ युज गर्न गइरहेको छु। जस्तो मलाई यो इमेजलाई चाहिँ यहाँ राख्छु अथवा अर्को इमेजलाई चाहिँ यता राख्छु। हजुरहरूले अब आफ्नो इच्छा अनुसार चाहिँ यो डिजाइनमा परिवर्तन गर्न सक्नुहुन्छ। सो यो भिडियोलाई चाहिँ यति नै। धन्यवाद।